हजुर सबैलाई एकदमै वेलकम छ। आउनु होला ढिँडो खानलाई है। यस्तो मिठो ढिँडो छ कोदोको, रातो कोदोको। यो पनि नेपालबाट ल्याएको है, गाउँबाट एकदमै अर्गानिक। अब के सिद्राको अचार यो वाह, फिलिङ्गे र सिद्राको अचार कि वाह कस्तो मिठो। अनि यसमा चाहिँ कालो बङ्गुरको मासु। राई लिम्बूले त बङ्गुरको मासु धेरै खान्छ नि त है, त्यही भएर नि त यस्तो बोसो देख्नुपर्छ। के हालेको यहाँनिर छोरी? अनि सुकुटी कस्तो बुबार पानी आइसक्यो। ल म चाहिँ ढिलो नगरी खाएँ। दामी। थ्याङ्क यू मलाई तातो तातो ढिँडो बनाइदिएकोमा। चामलको भात मिठो हुन्छ नि अलिअलि। आज चाहिँ त उसमा राख्नु पऱ्यो, मैले युट्युब भिडियोमा राख्नु पऱ्यो। कति भन्न राखेको। थ्याङ्क यू। आउनु ढिँडो चाहिँ कसरी खाएको तपाईँले हातले खानु न। आउँदैन तपाईँलाई के हुँदैन त्यो नले चाहिँ लामो खान्छु। नभित्र मैला हुन्छ भइरहेछ त, यस्तो मिठो भइरहेछ। कस्तो मिठो बनाएको। ढिँडो चाहिँ एउटा डल्ला परेको छैन।